और ना सब जनी वहीं बाहर में कहाँ कैसे आउनु सर आवाज आउनु सर हाँ वर्क स्टडी भिजाको लागि काम गर्दैछु र हाम्रो फीहरूको जुन यदि तपाईँ चिन्ता लिनुहुन्छ भने हाम्रो जापानसँग डाइरेक्ट कनेक्सन यसले बनाउने प्रक्रियामा छौँ। त्यस कारणले हाम्रो कम्पेरेटिभली जुन अरू कन्सल्टेन्सीभन्दा फी पनि अलिक लो कस्टमै गर्ने खोजिरहेको छौँ ताकि हाम्रो जुन 10 अथवा 12 पास गरेका स्टुडेन्टहरू छन् उहाँहरूलाई हामीले कम पैसामा हामी जापानमा स्टडी भिजामा र वर्क भिजामा पठाउने प्रयास गरिरहेको छौँ। र अहिले हामी स्टार्टिङ फेजमा हामीहरू जापानको लागि मात्र गरिरहेको छौँ जुनमा हाम्रो स्टडी भिजा हुन्छ, एसएसडब्ल्यूको काउन्सिलिङ हुन्छ, ब्याचलरको काउन्सिलिङ हुन्छ, ब्याचलर जुन एउटा भिजा हुन्छ त्यसलाई हिजिङको भन्छन् जापानिजमा। र पछि दुई तिन महिना 4 महिना पछि त्यो प्रोसेस अहिले बिस्तारै हामी त्यसमा आइएसपीटी पनि गराउने व्यवस्था गराउँछौँ र जापानिज क्लास अथवा कुनै पनि आइएसपीटी गर्ने स्टुडेन्टहरूलाई हामीले फ्री कम्प्युटर क्लासको पनि व्यवस्था गराउँछौँ। ल थ्याङ्क यू, धन्यवाद। एउटा अरू के इम्पोर्टेन्ट कुरा के छ भने कि टाढाबाट आउने स्टुडेन्टहरूलाई जसले आवत जावतमा कम्युनिटीमा डेली कम्युनिटीमा अलि अप्ठ्यारो हुन्छ भने हामी पछि यहाँ होस्टलको पनि व्यवस्था गराउने एउटा प्रक्रिया बनाइरहेको छ जुनमा हामीले यहाँ स्टुडेन्टहरू आएर आफ्नो बस्ने र पढ्ने मात्र गर्नुपर्ने हुन्छ। त्यसमा खाना पनि बनाएर हामी त्यो एउटा कुक राखेर खाना पनि बनाउने व्यवस्था गराउँछौँ र यहाँ बस्ने सबै कुराको पनि व्यवस्था गराउँछौँ। अस्सलामुअलैकुम, नमस्कार। सबसे पहिले म यो कन्सल्टेन्सीको जुन हुनुहुन्छ हाम्रो इर्शाद भाइ उहाँले मलाई बोलाउनु भएछ त्यसको लागि धेरै धन्यवाद। म के भन्न चाहन्छु भने कि अहिलेको युवामा के छ भने अब पढे लेखेको केटाहरू जुन छन् नराम्रो बाटोमा पनि हिँडेछन्, जुन केटाहरू पढेछन् तिनीहरू पनि नराम्रो बाटोमा हिँडेछन्। जस्तो अब ट्याब्लेटहरू खान्छन्, उल्टो काम गर्छन्, यताउता गएर लफडाहरू गर्छन्। तिनीहरूलाई म के भन्न चाहन्छु भने जस्तो यहाँ चाहिँ अब कन्सल्टेन्सीहरू खुल्लै छ, उहाँले पनि अरू केटाहरूलाई सपोर्ट गरेर विदेशहरू पठाउनुहुन्छ। तपाईँहरू पनि सकेसम्म राम्रो बाटोमा लाग्नुहोस्। तपाईँहरू जस्तो अब एउटा युवालाई हेरेर तपाईँहरू अरू काममा पनि जुन राम्रो कामहरू हुन्छ, राम्रो जबहरू हुन्छ या अरू जस्तो बिजनेसहरू हुन्छ त्यसमा फोकस गर्नु, यो नराम्रो बाटोमा नहिँड्नु तपाईँहरू। म यही भन्न चाहन्छु। धन्यवाद। अस्सलाम वालेकुम वबरकातुहू। सबसे पहले मैं इरशाद साहब को मुबारकबाद पेश करना चाहता हूँ कि इन्होंने इस तरह की कंसल्टेंसी की शुरुआत की जहाँ पे +2 के बच्चों को कोई अपॉर्चुनिटी नहीं मिलती थी। अभी तक जो लोग भी सोचते थे बाहर जाने के लिए, खासतौर से जापान जाने के लिए, उनके लिए अपॉर्चुनिटीज़ नहीं थी। अभी इन्होंने शुरुआत करी और इस बात का मुझे यकीन है कि इन्होंने जवाहरलाल नेहरू यूनिवर्सिटी से ग्रेजुएशन और मास्टर्स किया है जापानीज़ लैंग्वेज में और हाईली क्वालिफाइड हैं, इन पे ट्रस्ट किया जा सकता है और मुझे यकीन है कि ये अच्छा प्रोडक्ट देंगे इन टर्म्स ऑफ एजुकेशन एंड ऑल्सो इन बच्चों को बाहर भेजने के लिए स्टडीज़ के लिए हो या वर्क वीज़ा के लिए हो। तो उन तमाम बच्चों को जो वाकई में अपना करियर बनाना चाहते हैं बाहर की दुनिया में, जापान में, वो लोग भी, और जो लैंग्वेज सीख करके अपना मेन स्ट्रीम लाइफ में घुसना चाहते हैं, उन लोगों के लिए बेटर अपॉर्चुनिटी है। वो आएँ और इस इंस्टीट्यूशंस से सीखें और अपना करियर बनाएं। धन्यवाद। अस्सलाम वालेकुम।